दाल फ्राई कसरी गर्ने त एकदमै रेस्टुरेन्टको भन्दा पनि अझ मिठो तरिकाले च्यानललाई सब्सक्राइब पनि गर्नुहोला। एकदमै भिडियोलाई स्किप नगर्नुहोला। सबैभन्दा पहिले मैले हेरेर दाल तयारी गरेको छु। अब यसलाई भिजाएर राख्ने 4-5 घन्टा भिजाउँदा पनि हुन्छ, एक रात भिजाउँदा पनि हुन्छ। मैले नुन र बेसार राखेर भिजाएर राखेको थिएँ। फाइनल्ली नुन र बेसार राख्नु होला अनि भिजाउनु होला। अब मैले तयारी गरिसकेको छु। अब यहाँनिर म पकाउनलाई तयारी गर्छु। अब लगभग 4 सिटी लगाइसकेपछि एकदमै पाक्छ। पाक्यो भने तपाईँहरूले अब यसलाई पकाउने तरिका अब आउँछ एकदम बेस्ट छ है साथीहरू। बेटर मैले झिकेको छु। अब सिटी लागिसकेपछि 4 सिटी अब मैले धुलो बनाएको छु। भनेको मतलब यसलाई खोडेको छु। जस्तो तपाईँले डाडुले खन्दा पनि हुन्छ अथवा एकदमै हुन्छ। यसलाई मसिनो बनाउनु होला किनभने पाकिसकेको हुन्छ अनि यसरी खोड्ने हुन्छ। मैले अलिकति टाइम लाग्छ तपाईँहरूले पाकेको छैन, धेरै पाकेको छैन भने खोडिँदैन अनि पाकेको छ भने एकदमै छिटो खोडिन्छ। तपाईँहरूले यसरी पनि चनाको दाल फ्राई अथवा चनाको दाल फ्राई हुन्छ, मसुरको हुन्छ, अलरको हुन्छ। तपाईँलाई बजारबाट किनेर ल्याउँदा पनि हुन्छ। हामीले घरमा भएको चिजलाई पनि तपाईँहरूले यसरी भिजाएर सजिलो तरिकाले पकाउन सक्नुहुन्छ। एकदमै मिठो पनि हुन्छ। हामीले घरमा पकाएको हामीले रेस्टुरेन्टमा गएर खाने गर्छौँ कहिलेकाहीँ। त्योभन्दा पनि मिठो पकाउन सकिन्छ घरमा। किनभने एकदम तयार भइसकेको छ। तपाईँले देख्नुभयो यहाँनिर मैले पानी झाकेको छु। पानी राखेर आफू त कति चाहिन्छ अनि मैले उमालेको छु है साथीहरू। एकछिन उमाल्ने किनभने यसलाई एकदम भक 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 पारेर यसरी उमाल्नुपर्छ। देख्नुभयो नि तपाईँहरूले होइन एकदमै भक 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 भएको छ। हामीले खोलिसकेपछि यसरी उमालिसकेपछि यति टेस्ट हुन्छ साथीहरू। हेर्नुहोस् है तपाईँहरूले हामीले कहिलेकाहीँ हामीले दाल पनि पकाउन आउँदैन क्या। हामीले भएको चिजहरू राख्छौँ अनि खान्छौँ अनि स्वाद आउँदैन। किनभने भएको चिजलाई पनि हामीले कति मसला राख्ने कसरी पकाउने भन्ने भयो भने अझ एकदमै बेस्ट हुन्छ, एकदमै राम्रो हुन्छ अथवा एकदमै आफूले भनेको अनुसारको स्वाद हामीले आफैले बनाउन सकिन्छ क्या। घरमा फ्यामिलीहरूको लागि चाहिँ हामीले फ्यामिली अब रेस्टुरेन्टमा त सबै ओभरअल तरिकाले बनाएको हुन्छ भने हामीले हाम्रो घरकोमा भएको कसरी स्वाद अनुसार पकाउने भन्ने हुन्छ। एकदमै बनिसकेको छ। यहाँनिर मैले पेन बसालेको छु, तेल राखेको छु तपाईँहरूले। अनि मैले मेथी पनि राख्छु अनि जिरा पनि राख्छु। अनि मैले बेसार सेसार र हल्का मसला गरम मसला सुक्खा मसलाहरू राखेर यहाँनिर भर्छु है साथीहरू। त मैले लसुनको पात अदुवा अब लसुन भयो सबै मसिनो गरेर काटेको थिएँ। यसलाई पनि फ्राई गर्छु। तपाईँहरूले धनियाँ पनि राख्न सक्नुहुन्छ। मैले लसुनको पात त एकदमै खुसमुस एकदम अझ एकदमै टेस्टी हुन्छ क्या। अब मैले जानेको छु यसरी होइन। जानिसकेपछि अब दाल चाहिँ यति मिठो हुन्छ साथीहरू। एकदमै छिटो पनि भयो र मिठो पनि भयो र प्लस आफूले भनेको जस्तो मसलाहरू राखेर पनि खान सकिन्छ। पक्कै पनि तपाईँहरूले यसरी खानुहोला र यसरी भिडियोलाई लाइक सेयर पनि गर्नु।